त्यसको कुनै तुलना नै हुन सक्दैन। अधिकतम जनता गणतन्त्रवादी हुन् र त्यो पनि अझ समाजवादतिर जाने गणतन्त्रवादी जनता हुन्। त्यसैले त्यसको तुलना हुन सक्दैन र सङ्ख्या पनि यति नै त नभनौँ, तर जे होस् गणतन्त्रवादीहरूको उपस्थिति देशभरि छ, यही पनि छ भने त्यहाँ शानदारै हुन्छ भन्ने हाम्रो चाहिँ जनताहरू एकदमै जागरुक चाहिँ त्यहाँ आउँछ भन्ने लाग्छ। हाम्रो पार्टीको मात्रै होइन, सम्पूर्ण गणतन्त्र पक्षधरहरूको सहभागिता कुनै न कुनै रूपमा हुन्छ। दोस्रो कुरा हाम्रो अर्को पत्रकार साथी समाजवाद के सहमति बन्न सक्छ त पार्टीहरू भन्दाखेरि नेपालमा समाजवाद नबन्ने त पार्टी नै छैन। तपाईँले भन्नुभएको छ, तर समाजवाद कस्तो भन्नेमा पनि बहस छ। तर त्यो कस्तो भन्नेमा अहिले हामी गएको छैनौँ। हामीलाई अहिले जस्तो भयो भने समाजवाद एक राउन्ड भयो हुन्थ्यो भन्ने हाम्रो छ। जस्तो भयो होइन, त्यो तपाईँको चाहिँ कङ्ग्रेस तयार हुन्छ भने त लोकतान्त्रिक समाजवादसम्म गए पनि हुन्छ भन्ने हाम्रो छ। तर त्यो समाजवाद कङ्ग्रेसले भने समाजवादमा जनताले के पाउँछन् भन्ने कङ्ग्रेसले लेखेर ल्याउनु पऱ्यो। कङ्ग्रेसले अहिले त हुन त एकजना काङ्ग्रेसको सिसिएमले फेरि हामीले यो भनेपछि के भन्नु भने भयो समाजवाद नभने बेकार तनाव भइन्छ, कम्युनिस्टहरू बेकार सताए भन्दै हुन्थ्यो होइन। बिपीले पहिला दबाबमा परेर भन्नुभयो, अब भन्नु पर्दैन भनेर सिसीमै राख्नु भने सुने। अर्को एकजना तपाईँको बुद्धिजीवी हुनुहुन्छ अरुण सुवेदी भन्ने खाइँदै रोक्नु लाग्छ होइन। अब उहाँले पनि के भन्नुभयो भन्दाखेरि यो काङ्ग्रेसले तपाईँको चाहिँ समाजवाद किन भनेको चाहिँ मैले बुझाएको छु, तुरुन्तै छोड्नु पऱ्यो भनेर उहाँले पनि भन्नुभयो होइन। कङ्ग्रेसकै हो भनेपछि अब कङ्ग्रेस समाजवाद भन्ने शब्दबाटै भाग्यो भने त उसको कुरा हो। तर कङ्ग्रेसले अहिलेसम्म प्रश्न पार्न नसकेको कुरा के हो भने उसको समाजवादमा जनताले के पाउँछ, यही अहिलेकै हो कि योभन्दा फरक हुन्छ काङ्ग्रेसको समाजवादमा भन्ने कुरा चाहिँ कङ्ग्रेसले व्यवस्थित गर्न सकेको छैन। हाम्रो चाहिँ सुस्पष्ट छ। समाजवाद आयो भने 8-10वटा विषयहरू जुन जनताका आधारभूत आवश्यकता हुने त्योप्रति राज्य उत्तरदायी हुन्छ। समाजप्रति राज्यको दायित्व हुन्छ। शिक्षा, स्वास्थ्य, बास, रोजगारी, त्यसपछि गएर स्वाधीन राष्ट्रिय स्वाधीनता कुरा, जनताका अधिकार, सबै उत्पीडित वर्गहरूलाई राज्यमा चाहिँ सहभागी बनाउने कुरामा चाहिँ राज्य उत्तरदायी प्रणाली नै यो समाजवाद हो। त्यसो गर्दा आर्थिक पनि के हुन्छ भने केवल निजी क्षेत्र भनेर सबै जिम्मा दिने खालको राज्यले हाम्रो देशमा चलाउन सक्दैन। यो कुरा हामी एकदमै स्पष्ट हुनुपर्छ। यसोभन्दा हामीलाई के छ भने निजी क्षेत्र विरोधी हो कि भने त्यो होइन, निजी क्षेत्र पनि चाहिन्छ। तर हाम्रो जस्तो देशलाई निजीलाई मात्रै जिम्मा दिने हो भने यो अरू 100 वर्ष पनि हाम्रो अहिले गरिबी र असमानताबाट देशलाई मुक्त हुने भएको छैन। त्यसैले छिटो यसलाई माथि तानियो भने समाजवादी ढाँचाको अर्थतन्त्रमा हामी चाहिँ जानुपर्छ, जहाँ निजी क्षेत्रले पनि रमाएर काम गर्न सक्छ। ठिक छ, तर राज्य जनताप्रति उत्तरदायी हुने अर्थतन्त्र चाहिँ हामीलाई चाहिन्छ भन्ने कुरा एकदमै स्पष्ट